नमस्कार। एक्टिभ मिडियाको यो युट्युब च्यानलमा यहाँलाई धेरै धेरै स्वागत छ। आजको हाम्रो भिडियोमा तपाईँको लागि एउटा उपयोगी जानकारीको साथमा म उपस्थित भइसकेको छु। आजको भिडियोमा तपाईँको लागि मैले लप्सीको गुलियो अचार, एकदमै यम्मी अचार कसरी बनाउने भनेर जानकारी लिएर आएको छु। सबैभन्दा पहिला मैले यो लप्सी 1 किलो लप्सी लिएँ र यो 1 किलो लप्सीलाई मैले थोरै पानी राखेर उसिने र उसिनिसकेपछि यसलाई म यसरी छिल्दैछु। यसको बोक्रा यसरी निकाल्दैछु। यो उसिनेको लप्सीलाई चाहिँ मैले अब यसरी यसको बोक्रा चाहिँ यसरी छिल्दैछु। यो सबै लप्सीको बोक्रालाई चाहिँ मैले यसै गरी छिलेर यसलाई चाहिँ कलेक्सन गर्दैछु। र तपाईँहरूले पनि यस्तै गर्न सक्नुहुन्छ। अलिक पाकेको लप्सी भयो भने चाहिँ यसको मजाले यसको बोक्रा निस्किन्छ। ल हेर्नुहोस् त, अलिक पाकेको लप्सीको यस्तो मजाले निक्लिरहेको छ। भर्खरको अलिकति हरियो छ भने चाहिँ अलिक निक्लिन गाह्रो हुन्छ है, निकाल्नुको लागि अलिकति अप्ठ्यारो हुन्छ। लप्सीको बोक्रा सबै निकालिसके पछाडि यस्तो भएको छ। र यो लप्सी चाहिँ अलिकति बढी हरियो भएको कारणले गर्दा र मैले अलिकति बढी बेर यसलाई उसिन्नको लागि कम भयो, त्यही भएर यसलाई चाहिँ अलिकति यसको भित्रको गुदी चाहिँ अलिक कम निस्केको छ। हेर्नुहोस् न यहाँ। र अब मैले यो अचार बनाउनको लागि चाहिने सामग्रीहरू पनि यता रेडी बनाइसकेको छु। सबैभन्दा पहिला हामीलाई चाहियो अलिकति बेसार चाहियो र तेलमा फुराउनको लागि अलिकति यो सुप, अनि त्यसपछि मेथी लिए। र यो अचारको चाहिँ मुख्य स्वाद भनेको सुप, जुन सुप चाहिँ हामी खाना खाइसके पछाडि खाने गर्छौँ नि, हो त्यो सुपबाट आउने गर्छ। त्यसै कारणले गर्दा मैले त्यो सुपको लाई अलिकति धुलो बनाएँ। प्रायःले चाहिँ यसलाई चाहिँ दानैसँग हाल्ने गर्नुहुन्छ, तर त्यो दाना चाहिँ खाँदाखेरि अलिकति अप्ठ्यारो हुने मुखमा होइन, त्यो कारणले गर्दाखेरि चाहिँ मैले यसलाई चाहिँ अलिकति धुलो बनाएँ। यसलाई पहिला भुटेँ, त्यस पछाडि यसलाई धुलो बनाएँ। र मसँग चाहिँ सुकेको खुर्सानी भएको कारणले गर्दा मैले यसमै मिक्स गरेर सुकेको खुर्सानीलाई पनि मैले ग्राइन्ड गरेँ। र अलिकति धुलो जिरा पनि लिएँ मैले। यसमा गेडा जिरा पनि अलिकति राखेर फुराउनु भयो भने राम्रो हुन्छ। र मसँग चाहिँ गेडा जिरा नभएको कारणले गर्दा चाहिँ मैले चाहिँ यसमा धुलो जिरा लिएँ। र आफूलाई स्वादअनुसारको यहाँले चिनी लिन सक्नुहुन्छ। सबैभन्दा महत्त्वपूर्ण यो अचारको चाहिँ चिनी पनि हो है। र पिरो चाहिँ यहाँहरूले कति हाल्ने आफैले अन्दाज गरेर हाल्न सक्नुहुन्छ। अब घरमा खानुको लागि अलिक पिरो खाने बढी हुनुहुन्छ भने अलिक बढी खुर्सानी हाल्न सक्नुहुन्छ होइन। मेरो चाहिँ घरमा सानो बाबुहरू र त्यसपछि बुवाआमालाई पनि खुवाउनु पर्ने भएको कारणले गर्दा मैले चाहिँ धेरै हालेको छैन, चिनी ठिक्कको मात्रै हालेको छु। र अब तपाईँहरूलाई लागिरहेको होला कि यो लप्सीको बोक्रा चाहिँ हामी के गर्न सक्छौँ भनेर। यो लप्सीको बोक्रालाई चाहिँ हामीले यसै वेस्ट गरेर होइन, त्यसको तितौराहरू पनि बनाउन सकिन्छ। तर मैले चाहिँ आज अलिक फरक तरिकाले यसको चाहिँ यसलाई पनि त्यही अचारमा मिक्स गरिदिन्छु भनेर सोचिरहेको छु। कस्तो हुन्छ अब त्यो चाहिँ अन्तिममै थाहा हुन्छ है, किनभने यो वेस्टेज जहाँ चाहिँ यति धेरै वेस्टेज गइरहेको हुन्छ। त्यसैले यसलाई थोरै मैले चाहिँ ग्राइन्ड गरेर यस्तो बनाएको छु। यसलाई पनि मैले यही अचारमा मिक्स गर्ने आज सोचाइ बनाइरहेको छु। पहिला चाहिँ मैले अचार बनाउँदाखेरि चाहिँ यसकै मात्रै बनाउने गर्थेँ होइन। एकदमै राम्रो एट्र्याक्टिभ हुन्छ। यहाँहरूले चाहिँ आफूलाई अब एट्र्याक्टिभ पनि देखियो स्वादिष्टको साथसाथमा भन्ने चाहनुहुन्छ भने चाहिँ यो लप्सी, छिलिसकेको लप्सीलाई चाहिँ यहाँहरूले यत्तिकै मात्रै बनाउन सक्नुहुन्छ। यो यसको बोक्रालाई चाहिँ यहाँहरूले फालिदिन सक्नुहुन्छ। र अब मैले यहाँनिर एउटा कराईलाई आगोमा यसरी ग्यासमा बसालिसकेको छु र यो कराईलाई अब म तात्न दिइरहेको छु। अब यो कराई चाहिँ तातिसके पछाडि मैले चाहिँ यहाँ भुटेको तोरीको तेल युज गर्दैछु है। यहाँहरूले चाहिँ घरमा सनफ्लावर पनि युज गर्न सक्नुहुन्छ या अन्य तेल पनि युज गर्न सक्नुहुन्छ। मैले चाहिँ यहाँ भुटेको तोरीको तेललाई युज गर्दैछु। अब यहाँ चाहिँ यो तेललाई चाहिँ यहाँले धेरै हाल्नु पर्दैन। त्यो तपाईँको सामानहरू चाहिँ मजाले फ्राई गर्न मिल्ने गरी यति तेल हाल्नुभयो भने ठिकै हुन्छ होला है। यति मात्रै तेल हाल्दैछु, मैले चाहिँ धेरै तेल हाल्दै छैन। र यो तेल तातिसके पछाडि अब म चाहिँ यसलाई पकाउन गइरहेको छु। अब यो तेल चाहिँ लगभग तातिसकेको छ। मैले चाहिँ यो ग्यासको फ्लेमलाई अलिकति लो बनाउँदैछु है। यहाँहरूले पनि केही तरकारीहरू बनाउँदै हुनुहुन्छ भने तेल तातिसके पछाडि चाहिँ ग्यासको फ्लेमलाई चाहिँ कम गर्नुभयो भने राम्रो हुन्छ।
त्यो तरकारी ओरिँदाखेरि पनि वरिपरि नटाँसिने त्यो खालको समस्या छ भने चाहिँ तपाईँको यस्तो गर्नुभयो भने चाहिँ राम्रो हुन्छ। अब मैले यसमा चाहिँ मैले ठिक्क पारेर राखेको मेथी फिराउँदैछु। यसरी मैले यहाँ मेथी फिराउँदैछु। मेथी फिरिसकेको छ र त्यसमा मैले त्यो सुप पनि अलिकति मात्रै रेडी बनाएँ, अरू चाहिँ मैले पिसेँ है। यो दाना सुक्खाइ चाहिँ मैले यसरी पकाएँ। र यहाँहरूले अब रेडी बनाउनु भएको अरू अब जस्तै यो सुपको धुलो हो, यसमा खुर्सानी पनि छ, यो जिराको धुलो, यो सबैलाई पनि यहाँ यसरी हाल्न सक्नुहुन्छ। यसो हात प्रयोग गर्न सक्नुहुन्छ यहाँले। बेसार पनि हाल्दैछु म यहाँ होला। म चाहिँ यो एकछिन हाल्छु। मैले एकछिन फ्राई गर्छु। ग्यासको फ्लेममा मैले फ्राई गर्दैछु किनभने यो अहिले मजाले पाक्नु पनि पऱ्यो होइन। यसरी अब यसलाई चाहिँ मैले तेलमा मजाले फ्राई गर्दैछु। अब यसलाई दाना नै यहाँहरूले पड्काउनु भएको भए चाहिँ यो पड्केको ठ्याक्कै देखिन्थ्यो होइन। मैले चाहिँ यसमा धुलो हालेको भएर चाहिँ अलिकति अर्कै देखिएको छ। यहाँहरूले दानै पनि हाल्नु सक्नुहुन्छ। दाना खाँदाखेरि चाहिँ अलिकति मुखमा डिस्टर्ब हुने जस्तो हुन्छ, त्यसैले गर्दाखेरि अब मैले चाहिँ यस्तो धुलो बनाएर हालेँ। मेरो चाहिँ बाबुहरूलाई असाध्यै मनपर्छ यस्तो। यो एकैछिन अलि रातो रातो हुन्जेलसम्म मैले राख्दैछु। ल अब यसलाई यतिको भइसके पछाडि चाहिँ मैले अब हेर्नुहोस् न, रातो रातो भइसकेको छ, फुलिसकेको छ जुस यो। अब यसमा चाहिँ मैले यो लप्सी जुन रेडी बनाएर राखेको लप्सी छ यसलाई हाल्दैछु यसरी। मलाई चाहिँ यहाँ थोरै ग्यासको फ्लेम पनि कम गरौँ जस्तो लाग्यो। यहाँ चाहिँ मैले मजाले यसलाई यसरी हाल्दैछु। तेल अलिक कम भयो ठिकै छ। धेरै ठुलो खानु पनि स्वास्थ्यको लागि राम्रो पनि होइन है। अब यसलाई मैले सानो आँच गरेर बिस्तारै पकाउँछु। लगभग यो चाहिँ मैले 5 मिनट जति चाहिँ यसरी फ्राई गरिसकेको छु र अब यसमा म चाहिँ चिनी एड गर्दैछु है। चिनी एड गर्दैछु र अब यसलाई चाहिँ फेरि सानो ग्यासको आँच फ्लेम सानो बनाएर म चाहिँ यसलाई फेरि पकाउँदैछु। चिनी चाहिँ यहाँहरूले आफ्नो स्वादअनुसार हाल्न सक्नुहुन्छ। कसैलाई धेरै गुलियो मनपर्छ, कसैलाई धेरै गुलियो मन पर्दैन भने पनि थोरै चिनी राखेर पनि बनाउन सक्नुहुन्छ है। यसमा चाहिँ मैले अघि ठिक पारेको नुन पनि राख्दैछु है। नुन चाहिँ मैले राखेको छैन। अब नुन चाहिँ कति चाहिन्छ यहाँहरूले अन्दाज गरेर राख्नु सक्नुहुन्छ। यतिलाई अन्दाज गरेर राख्नु सक्नुहुन्छ नुन। अब यो चिनी पग्लेर चाहिँ यस्तो भइसकेको छ, यहाँ हेर्नुहोस् त, यस्तो लेदो देख्न थालिसक्नु भएको छ। र अघि यहाँले उसिनेर राखेको पानी चाहिँ नफाल्नु होला, त्यो पानी चाहिँ पछि काम लाग्छ र त्यो पानी चाहिँ यहाँहरूले यसमा एड गर्न सक्नुहुन्छ। अब मैले चाहिँ यसमा यो पानी र यो पनि एड गरौँ जस्तो लागिरहेको छ है। आज अब अलिकति फरक खालको टेस्टमा मैले यो बनाउँदैछु, कस्तो हुन्छ हेरौँ। सबै चाहिँ नहालौँ जस्तो लाग्यो मलाई, अलि धेरै नै छ यो। थोरै मात्रै हाल्छु म यसलाई, आधा मात्रै हाल्छु। आधा चाहिँ म यसको अब यसलाई चाहिँ म तितौरा बनाउँछु यतिको चाहिँ। यसको लेदो चाहिँ अलिक बढी नै हुन्छ नि त यस्तो गरेपछि होइन। मलाई चाहिँ यो लप्सीको बोक्रा पनि एकदम मनपर्छ है। फेरि
लप्सीको बोक्रैसँग हाल्दाखेरि पनि त्यसको बोक्रा अमिलो अमिलो हुने हैन त्यो छुट्टै खालको टेस्ट आउँछ ल हेर्नुस् त कति राम्रो देखियो यहाँहरुले चाहिँ दाना नै हाल्नु भयो यो सुपको भने चाहिँ यो लप्सीको पनि देखिन्छ यसमा चाहिँ अलिकति लप्सी देखिरहेको छैन है लगभग मैले यसलाई चाहिँ 5-7 मिनेट जति यस्तै गरी पकाएँ है र अब लगभग पाकिसकेपछि चाहिँ यस्तो खालको भएको छ यसमा अब दाना खानको लागि दाना पनि छँदैछ हैन अनि मैले चाहिँ यो बोक्रालाई यसरी ग्राइन्ड गरेर हालिसकेपछि यो पनि खानको लागि एकदमै मिठो अब योग्य हुन्छ हेर्नुस् है यस्तो खालको लेदो निस्केको छ नि यो खाना पनि एकदम मिठो भइहाल्छ किन खेर फाल्नु हैन त यसरी युज गरे मैले चाहिँ अब खाएपछि कस्तो हुन्छ रेस्पोन्स त्यो चाहिँ म यहाँहरुलाई एकछिनपछि देखाउँछु है त अब लगभग हाम्रो यो अचार चाहिँ रेडी भइसकेको छ ल हेर्नुस् त कस्तो राम्रो अचार बन्यो ल मेरो लागि दशैंको लागि चाहिँ यो अचार मैले रेडी बनाइसकेको छु यहाँहरुले पनि घरमा बनाएर ट्राई गर्न सक्नुहुन्छ ल अब यसलाई पाकिसकेको छ मैले यसलाई बन्द गर्दै अब अचार रेडी भइसकेपछि चाहिँ मैले बाबुलाई चाख्न दिएको छु एकछिन चिसो भइसकेपछि कस्तो लाग्यो बाबु एकचोटी खाएर देखाउ त यम्मी मिठो छ ल अब यो अचारलाई चाहिँ यहाँहरुले अब आफ्नो अब खानासँग पनि खान सक्नुहुन्छ हैन दिउँसो अब यसो अल्छी लागेको बेलामा खान पनि सक्नुहुन्छ एकदम मिठो हुन्छ यो अचार यहाँहरुले ट्राई गर्नु होला है त र अब यो अचार यसरी सेलाइसकेको छ हैन यतिखेर अब यसलाई चाहिँ मैले यो भट्टामा हालेर यसलाई चाहिँ अब राख्दै छु यसरी राखेको अचारलाई यहाँले 1 वर्षसम्म वर्षौं दिनसम्म खाँदाखेरि पनि केही हुँदैन बिग्रिदैन यसरी राख्दै छु यसरी चाहिँ मैले अब यस्तो डिब्बाहरुमा भरे हैन अब यो डिब्बाहरुलाई चाहिँ तपाईले अब सकेसम्म सिसाकोमा भर्नु होला नसके अब छैन भने चाहिँ प्लास्टिकमा भर्दा पनि केही फरक पर्दैन अब यसलाई चाहिँ मजाले खान सजिलो हुन्छ एउटा कुरा के भरे जस्तै यो लप्सीको बोक्रा निकालिसकेको चाहिँ खेर जान्छ नि मैले चाहिँ त्यसलाई ग्राइन्ड गरेर यसमै हाल्दिएको अचार पनि एकदमै टेस्टी भएको छ अमिलो चट्ट परेको भएको छ गुलियो तितौरा खाएको जस्तै भएको छ र धेरै पनि भयो के है नत्र 1 किलो लप्सीको यति अचार भनेको धेरै नै हो नत्र हैन त यहाँहरुले पनि ट्राई गर्नु होला धन्यवाद भिडियो हेर्दिनु भएकोमा र सब्स्क्राइब पनि गर्न नबिर्सनु होला है त